हेलो साथीहरू, यो दृष्टि हेर्दाखेरि तपाईहरुलाई कस्तो खालको भावना जाग्दैछ मनमा? यो हाम्रो भुटान दोर्खा जोङकक दोर्खा डोङकक र सिङदेन स्कुलको भ्यू देख्न सक्नुहुँदैछ तपाईहरुले। आज धेरै नै कुहिरो लागिरहेछ है। कुहिरो लागेर घाम पनि हो कि हैन जस्तो, पानी पनि पल्ल पल्ल जस्तो भइरहेछ। नानी दुईजना कुदिरहेछ र यो सबै हाम्रो सिङदेनको घरहरु, अन्त यहाँ भयो टेम्परेरी क्वार्टर हैन, प्राइभेट। यो भयो हाम्रो दोकान र यो जति देख्नु भएको घरहरु सबै प्राइभेट र यहाँदेखि यता चाहिँ स्कुलको क्याम्पस भनिन्छ यसलाई। तपाईहरुकोमा पनि यस्तै खालको वेदर मौसमहरु यस्तै भइरहेछ भने कमेन्ट गर्नु होला के कसो छ। यो हाम्रो प्राइभेटली रोपेको अलैँचीहरुको अहिले हालत यस्तो भइसकेछ है। कतिपय त बिमार भेटेको पनि होला, कतिपय असिना पानीले फुटेको होला, तार जङ्गलले भरिसकेछ बर्खाको समय हैन त। त्यस्तै छ, हेरिहाल्नुहोस् सिङदेनको भ्यू। अझै राम्रो भ्यू सिङदेन स्कुलको भ्यू यहाँबाट क्लियर देखिँदैन रहेछ। अझै यो भन्दा पनि राम्रो खालको स्कुलको भ्यूहरु चाहियो भनेदेखि कमेन्ट बक्समा बेटर भ्यू भनेर छोड्नु होला। म नयाँ अर्को पोस्टमा राम्रो खालको पोस्ट, यो जुन चाहिँ यो पारिपट्टि गएर अहिले कुहिरोले देखिँदैन, त्यो चाहिँ हाम्रो उता साम्ची दोर्खा जाने रोड त्यहाँबाट गएको छ। तपाईहरुलाई राम्रो स्कुलको भ्यू चाहियो भने म यतै पारिपट्टि गएर कुन दिन अलिकति वेदर इम्प्रुभ भएको दिनमा म तपाईहरुलाई भिडियो बनाएर ल्याइदिने वाला छु। चाहियो भ्यू, क्लियर भ्यू चाहियो भनेदेखि तपाईहरुले कमेन्टमा छोडिदिनु होला है त।